को मन्दिर पोखरा जस्तो सुन्दर ठाउँमा सुन्दर परिवेशमा यहाँ अवस्थित छ। मैले योभन्दा धेरै अगाडि पनि आएर यहाँ दर्शन गरेको थिएँ, छुट्टै परिस्थितिमा आएको थिएँ र आज एक दोस्रो पटक यहाँ आउन पाउँदा मलाई खुसी लाग्यो र मलाई यहाँ आएर यसरी यहाँहरू समक्ष बोल्ने जुन वातावरण मिलाइदिनु भयो, उहाँप्रति म आभार व्यक्त गर्दछु। गोविंद जय जय गोपाल जय जय गोविंद जय जय राधा रमण हरि गोविंद जय जय राधा रमण हरि गोविंद जय जय गोविंद जय जय गोपाल जय 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 गोपाल जय जय राधा रमण गोपाल जय राधा रमण हरि गोविंद जय जय राधा रमण हरि गोविंद जय जय राधा गोविंद जय जय सच्चिदानंद भगवान जी भगवान समाजको लागि आवश्यकता बनेर कसरी सेवा गर्न सकिन्छ भन्ने खालको अलिकति गम्भीरतापूर्वक सोचेर हाम्रा छिमेकीहरूले के कस्ता सुख दुःखमा हामीलाई सहयोगी हुन सक्छौँ। मन्दिर समाजको आवश्यकता हो एक खालको बात पनि भन्छ। त्यो मस्तिष्कमा पुग्नका लागि रस बनेर रगत बन्ने मस्तिष्कको 4 दिन लाग्छ। ठ्याक्क एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औँसी पूर्णिमामा गए पनि त्यो त्यसो भएको हुनाले त्यो दिनको त्यो चाहिँ आवेग संवेग हामीले यसै पनि विचार गरेका हुन्छौँ। पूर्णिमाको दिन हाम्रो मन अघि पछिबाट बढी चञ्चल हुन्छ, रेस्टलेस हुन्छ हाम्रो मन। र त्यो मनलाई कन्ट्रोल गर्नका लागि आजको दिनको हाम्रो व्रतले हाम्रो तपस्याले चाहिँ त्यो दिनलाई असर गर्छ। त्यसो भएको हुनाले हाम्रा पूर्वजहरूले यसलाई वास्तविक महत्त्वपूर्ण ठानेर यसलाई चाहिँ व्रत गर्ने, त्यो दिन बढीभन्दा बढी ठोस खानेकुरा कम खाने, सकेसम्म खाँदै नखाने, अन्नको आहार नगर्ने, सकिएन भने फलफुल खाने, अब सकिन्छ भने जल मात्रै खाने र सकिन्छ भने फलफुल खाने, त्यो मध्येमा अन्नै खानु पर्यो भने के साग खाने, थोरै मात्रामा खाने। उनीहरूले मिठो बोल्नुपर्छ भन्ने कुरा यसरी आयो र यस आधारमा चाहिँ हामीले धर्म र पाप भनेर छुट्याउँछौँ। पाप भनेको कष्ट हो। डिक्सनरीमा हेर्नुभयो भने पाप भनेको कष्ट, दुःख लेखेको छ। जुन जुन कुराले हामीलाई दुःख र कष्ट निम्त्याउँछ त्यो पाप हो। जुन जुन कुराले हामीलाई सुख, आनन्द, सन्तुष्टि दिन्छ, आनन्द दिन्छ, त्यो चाहिँ धर्म। यति कुरा बुझेको हुन्छ। त्यो कुनै सम्प्रदायसँग कुनै विषयसँग सम्बन्ध छ, त्यो सार्वभौम कुरा हो। हाम्रा हिन्दू शास्त्रले, सनातन शास्त्रले गरेको कुरा चाहिँ सार्वभौम हो। त्यो कुनै रिलिजनसँग, कुनै सेक्टसँग, कुनै सम्प्रदायसँग सम्बन्धित छ। भक्तजनहरूलाई पनि धन्यवाद दिने। गुरुलाई एकदमै सानो हातमा मागेको छु ल, गोपालजी मन्दिर सेवा समिति। श्री कृष्ण भगवान को अध्यक्ष कमला निगलज्यू, त्यस्तै गरेर आजको यो कार्यक्रमलाई हामीलाई सहयोग गर्न अथवा संयोजन गर्न हाम्रा आदरणीय दिदी संयोजक गोमा खैँचीज्यूलाई पनि म गुरु प्राध्यापक डाक्टर गुरु नारायण प्रसाद अधिकारीज्यू र यस कार्यक्रमलाई विशेष सहयोग गर्ने र यो पहल अगाडि बढाइदिने हाम्रा आदरणीय धार्मिक अभियन्ता दाजु रविन्द्र माकाजीज्यू, उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी यस संस्थाका संस्थापक सदस्य क्षेत्रप्रसाद निगलज्यू, यसै वडाका
जनप्रतिनिधि पार्वती माकाजीज्यू, त्यस्तै गरेर सामाजिक अभियन्ता गोमा सुवेदीज्यू र सदस्यहरूलाई म धन्यवाद दिँदै आजको यस कार्यक्रम यही समापन भएको जानकारी गराउँदै र आगामी दिनमा कृष्ण जन्माष्टमी अरू पर्वहरूमा पनि तपाईँहरूलाई हामी निमन्त्रणा दिने गर्छौँ।